नमस्ते सम्पूर्णमा। आज हामी यो विजय मौरी पालन तथा कृषि फार्ममा चाहिँ मौरीहरू चितवनबाट लिएर आउने क्रमहरू सकिएको छ र हामीले चाहिँ अब मौरी घरहरू निरीक्षण गर्ने कामहरू गर्दैछौँ। र हाम्रो यहाँ चाहिँ अब बर्खायामभरि मौरी यहीँ बस्छ, यो जङ्गलमा छेउमा। अनि यसमा चाहिँ हामी अझै तराईतिर चाहिँ तपाईको मौरी रानी बढाउने कामहरू चाहिँ सकिसक्यो। रानीहरू उत्पादन गर्ने समय चाहिँ लगभग त्यहाँ सकिसकेको छ। तर हाम्रो यो पहाडी एरियामा चाहिँ अझै पनि हामीले जेठ महिनाको अन्तिमसम्म अथवा असारको पहिलो हप्तासम्म पनि हामीले पोहोर परार पनि हामीले ग्राफ्टिङ गरेर रानीहरू निकालिरहेका थियौँ र राम्रै काम गरिरहेको फिडब्याकहरू आइरहेछ। अनि साथसाथै हामीले चाहिँ अब यो वर्षदेखि हामीले रोयल जेली पनि निकाल्ने भन्ने हामी कन्सेप्टमा गइरहेका छौँ। त्यसै कारणले गर्दाखेरि र बी भ्यानम पनि कलेक्सन गर्ने भन्ने हाम्रो सोच बनाइरहेका छौँ। अब हेरौँ कतिको सक्सेस हुन्छ, हामी ट्राई गर्दैछौँ। अब यसको पछिल्लो अपडेटहरू म दिँदै जाउँला। अब हामी नयाँ नयाँ एक्सपेरिमेन्टहरू गर्ने क्रमहरू अब यहाँबाट सुरु हुन्छ। हामी एआई पद्धतिबाट पनि रानीहरूलाई कृत्रिम गर्भधारण गराउने कामहरू पनि गर्छौँ अब यही ठाउँमा। अनि त्यसको पनि केही क्लिप्सहरू म राख्नेछु। आजलाई यति नै। हस्त, धन्यवाद।